नेपाल टेलिभिजनका लागि मिडिया हबको प्रस्तुति हास्य टेली श्रृंखला एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै कस्तो जङ्गलको बाटो उकालो लगाएको छ त्यो सिमले चोर पोस्ट यमलकमै छ कि क्या आउँदैन त चुप ल्याएर हिँड्न अब 10 मिनटमा आउँछ सुन्ताले मलाई एउटा खाट तस्करले फसाएर पुलिसले चौकीमा थुनिएर छ अनि मैले यस्तो यस्तो भनेर पुलिसलाई भनेपछि पुलिसले त्यसलाई चिन्छस् भनेर मलाई बाटोमा लिएर जाँदै थियो कहाँबाट त्यो तस्करले ड्याङ्गे गोली हानेछ मलाई यहाँ लागेर म त पिलित्तैसँगले मर्या सपना देखेँ सुन्ताले तिमीले जहिले मर्या तस्करसँग मिल्या सपना देखिन्छौ नि जस्तो आफ्नो बेहोरा छ सपना पनि त्यस्तै देख्छौ तिमी अहिले होच्याएर नबोला है सिधै जिउलाई वेलकम टु दी गुड नाइट गरिदिनु नपरोस् नि त्यहाँ तिमी पनि ठुलो छोरी नबोला है अहिले बबाल होला नि फेरि यहाँ डर लाग्यो मलाई त स्वास्नीसँग त डराउनु पर्छ भाइ होइन उठ्नु भएको छैन कि क्या हो ए जोइ हजुर उठिसके त सुँगुर नाके मेरो ज्वाइँ होस् र हजुर भन्दै निस्किनलाई अनि के त्यो कुकुर नाके तिम्रो धुरुसे ज्वाइँले छोरी छोड्दै क्या कत्रो तोडले ज्वाइँ ज्वाइँ भनेर कराइरा ज्वाइँसँग मेरो जरुरी काम छ के अनि तँ चाहिँ अर्का घरमा बिहान बिहान किन चोर्न छिरे आफ्नो पुरानो स्वभाव नभनाइ मुला साग ल तिमी चोर भयो भने संसार चोर हुन्छ हाय ल 2 दिनको पाहुनालाई पनि अलिकति हुन्छ नि मान्छेको सभ्यता ज्वाइँ उठ्या छैनन् कि कहाँ छन् भन् त यहाँ खल्तीमा छ निकालेर देखाइदिउ यी तिम्रो ज्वाइँ भनेर कस्तो निफुल क्या यो खडकुलोमा खाँदो रहेछ ठेल्नलाई चर्बीतिर गएको छ त्यसो भन्न त भनिसके त जाऊ न ए ज्वाइँ होइन पारा के हो पाहुना आइरहेछन् घरमा यसो चियासिया पकाउनु खान दिनु आफू पनि खानु मिठो मसिनो बनाउनु होइन के भयो निर्मली यसको कुन दिन म छाला साला काटेर अनि थाहा पाउँछ छिटो च्याले होइन कान सुन्दिन क्या यसले च्याले भनेको एक कप चिया खाने तेरो बाउको के जान्छ तँलाई घरकी बुढीलाई थर्काएको थर्काउँछस् तँलाई यही हो चिया सुँगुर नाके ज्वाइँ ए ज्वाइँ छिटो गर्नुहोस् न भने छिटो गर्नुहोस् हतार भइसक्यो ए ज्वाइँ
सक्यो हो कि के हो? तिम्रो बाजे बिच छ भर्खर हप्ता मात्रै हुने थियो, करा छ राम्रोसँग फाल्न पनि पाइएन। के भयो? तिम्रा बाउले उहाँ ओलाङचुङ गोलाबाट फोन गरेर ल्याथे। किन बुढालाई आतंकवादी भनेर पुलिसले समाते छ क्या? समात्न त कर्तुत हेर्दा तिमीलाई पर्ने हो। उहाँ बिहान फोन गरेर भन्दै थिए त्यो लफङ्गो धुर्मुसे र त्यो च्याउखुरी बुहारीको त मलाई मतलबै छैन, तर त्यो निर्मलीले म नभए बेला त्यो फसिलालसँग लागेर नाक काट्ली मेरो, तिमी विचार पुर्याइदेऊ है सम्धी भनेर भनेको थिए। तिमीले पनि दिदी हो क्या रे, भन के गर्ने? यो बारेमा मैले सोचिसकेको छ ससुरामा। अब मैले जे सोचेको त्यही हुन्छ यहाँ। के रे म निर्मलीको गाड? अनि त नभएर तेरो काका हुन्छ त सुँगुर नाके? हुन त राम्रै योजना ल्याए यसले, त्यो फसिलाललाई हटाउन पनि मिल्ने, निर्मलीसँग मायाप्रति गाँस्न पनि मिल्ने। आहा कस्तो रमाइलो दिन आयो मेरा। ल तेरो प्रस्ताव स्वीकार छ मलाई। ल तलब चाहिँ कति तलब? तलब रे? ल तलब तलाई बिहान बेलुका गल गीत खिचेपछि के हो तलब तलाई? कस्तो भनेपछि म निर्मलीको गाड होइन, अब भाँचिने भयो फसिलालको ढाड। होलास् नि खुब मेरो गाड। त जान्ने न है ठ्यास कुमारी, फेरि खैके बनाइदिउला नि। ससुराबाट मेरो संयुक्त बैठकले पारित गरेको निर्णय हो यो निर्णय स्वीकार छैन भने त यो घरबाट निक्लेर गइहाल्थ्यो। उहाँ ओलाङचुङ गोलाबाट सम्झीज्यूले फोन गरेर भनेका छन् मलाई कि त्यो फसिलाललाई छोड्नु पर्यो कि नभए हाम्रो निर्णय मान्नु पर्यो। अनि सुन्तली अबिर लिएर आऊ त, यहाँ गाड सबलाई यसो बजाइदिनु पर्यो अबिर लाएर, होइन त? के खास पर्यो नि, राम्रै गाड फेला परे त आमाजु। ल एक सेकेन्ड छोड्ने होइन है, त्यहाँ अलिक कुरो त्यस्तै खाके। यो गाड सब मान्छे भएको बजे भयो। अब न नाच अब बजेले नाच्यो भने यो आँगनमा पाल पर्छ, अनि त्यो पाल पुर्नको लागि मैले माटो खन्न जानुपर्छ। अब न नाच्यो बजे नाच। तैँले के भनेको अरे? तँलाई एकै थप्पड दिएर यी पुग्लुकै ढलाइदिउँ भाटे भन्द। मैले यो कालो चस्मा लगाएपछि टग्रक्कैसँगले ननाचेर के गरुड पुराण भन्ने त? तैँले भन्न खोजेको के भन्न? तँ भाटे त के भयो? तेरो बाउ त के? मेरो बाउ जन्मिनु भन्दा पहिलेदेखि नै मैले डान्स गर्दै आएको। तैँले ननाच भन्न मिल्छ? का बजे कस्तो कुरा गरेको? तिम्रो बुवा जन्मिनु भन्दा पहिले तिमी कहीँ जन्मिन्छ? मेरो बाउ जन्मिनु भन्दा पहिले म जन्मेको थिएन त। त्यसो भए कसरी यस्तो भयो? म पो पहिला जन्मेको हो त यहाँ। अब यहाँ त म पहिला जन्मियो कि मेरो बाउ पहिला जन्मियो, यो त एकदमै कन्फ्युज भयो भनेको। म त मेरो बाउ जन्मिनु भन्दा पहिलेदेखि नै कला क्षेत्रमा लागेको मान्छे हो। यो कलियुगमा जे पनि हुन्छ भन्दै साँच्चीकै हो रहेछ भनेको। बाजेको अलिअलि दिमाग छ भन्ठानिएको त्यो पनि सकिएछ। के भनेस् रे? अब बाजेको बा भन्दा पहिला बाजे जन्मिएको भनेपछि सकिएन। अब बाजे पहिला जन्मियो कि बाजेको बा पहिला जन्मियो, म अनुसन्धान गर्दै गर्छु बजे। त्यो भन्दा पहिला चाहिँ तिमी नाचेर बस, तिमी नाचेकै राम्रो बजे। जानुहोस् त, अनि मेरो हरिपै हुन्छ भन्ने कुरा तँलाई थाहा छैन भनेको। अघि मैले त्यो भाङ्रे डान्स दियो, अब म पुरा कथकमा नाचिदिन्छु यार। कथक, पुरै कथक यस्तो खालको है, यसरी दिने हो नि। ए फर्सिला के हो? फटौरीको नाति हुनेवाला हजुरबाको डान्स हेर्न आएको? हजुर बाउको होइन, तेरो बाउको डान्स हेर्नु पर्ने भयो यहाँ। किन नि? यता आइज न यता। यो गाउँमा म भन्दा पनि खत्रै डान्स गर्ने मान्छे आयो कि क्या हो भनेको। तर सक्दिएन, मलाई
सक्दैन नि। म त पहिल्यैदेखि डान्स गर्दै आएको मान्छे हो। मेरो डान्स हेरेर कतिजना त बेहोसै भएको थियो। एउटा कुन गाउँमा एउटा कुकुर त मेरो डान्स हेरेर बेहोसै भयो भन्ने समाचार त यही रेडियोले नै भनेको हो नि। के कुरा भन्न लाएको, के खोस्रेको? ओ भटभटी, के गरेको यो? मैले सुनाको कुराले त बिहोस भएर ढल्छस् कि भनेर ढुङ्गासुङ्गा पन्छाको। अनि कुरो चाहिँ के हो त्यो भन्न पहिला। तेरो त्यो निर्मलीलाई तँसँग छुटाउन मुला साग र धुर्मुसले बान्द्रेलाई गाड राखेका छन्। 24 घण्टा निर्मलीको गाड बान्द्रे रे। अब मलाई सिधै घाटमा लैजा। घाटमा होइन, तँलाई खाटमा लानुपर्छ यस्तो बेलामा। के भयो यसलाई? के भयो? दिउँसै रक्सी खायो कि कुन चाहिँको डान्स हेरेर बेहोस भयो यो? हजुर हजुर, निर्मली नाम गरेको नृत्यकारको डान्स हेरेर बिहोसै भयो। निर्मलीको डान्स हेरेर बेहोस भएको? त्यसो भए त भित्र लैजा। तरुणीको डान्स हेरेर बेहोस भएछ बाटे वा। यसको कमजोरी भनेकै यही हो, डान्स अभिनय हेर्नै सक्दैन, सिधै बेहोस भइहाल्छ भनेको। कुनै हाल्ने मुडे हाँसेरै मर्ने भयो। कसै धार्नी त नपुग्ला, 8 धार्नी चाहिँ कसै नपुग्ला त है। अब हेर के गर्नु, अब ज्यामा फेरि काटेर चाहिँ पछि मासु उठेन भने त खतम पो, नकरा खतम पो हुन्छ त। तर केही पिर छैन, मासुको सबै अर्डर भइसकेको छ। हेर अब खसी छोरी महादेव, तँलाई प्याज काटेर चाहिँ खाना मन त थिएन नि। अब के गर्नु, तर यो पेटले मान्दैन, नकरा भनिरहेको छु। मुर्ने बेला पेटेटे गर्छ। अब यसलाई झ्याम लाएर मार त हान्ने के, तर मार हान्न चाहिँ खोडा चाहिँ कसकोमा छ त यो रातै। भित्र जा। अहिले आएर यो कुखुरा पोती पनि मलाई ठेलान छोडे। अब बाहिर छोडौ, चिल्ले लैजाला भने त कति थुनु। ल बस। बोल्ची कताबाट आयो? मार्साप के गरे? मार्साप के गरे? झिङ्गा मारे हो? यसो गरेर झिङ्गा मारे हो? नमस्ते गरे नि। नमस्कार मार्साप भन्न आउँदैन? नमस्ते। एउटा हात गर्छ फेरि। किन आएको त ल भन्नु। खासमा कुरो के पर्यो भने मार्साप, मेरोमा चाहिँ नि 12-15 धार्नीको खसी ल्याइरहेको छु। त्यो चाहिँ नि छिनाउने सितिमिति खोडाले भएन, तपाईँकोमा चाहिँ एकदमै ठुलो खोडा छ भनेर माग्न आएको। ए खोडा? हजुर। खोडा त खसी मात्रै होइन, तँलाई नै मार हान्ने खोडा छ नि। तर म दिन्न। त्यति नभन्नु न, बरु तपाईँलाई त्यो खोडा फिर्ता गर्दाखेरि 1 धार्नी मासु पनि ल्याइदिउँ ल जा। ए हो? अहिले आएर मान्छे मलाई ठेलान थाल्यो है। पखै भित्र छ ठिक त पहिले देखियो नि। अब ओहो, 1 धार्नी त अलिक बढी भन्ने क्या हो। आधा धार्नी भने पनि हुने, आधा नि हुने, 1 पाउ भने पनि हुने चाहिँ। खुडा 90 साल पुरानो खुडा। यता हेर यहाँ, राम। यहाँदेखि यहाँसम्म समाउने बिड बुझिस्, यसरी समाउने। अलिक कालो लाग्छ, त्यहाँ धुवासो लागेको हो कि। यहाँदेखि यहाँसम्म फेरि जम्मै धार हो। त्यो दाप हेर्दा दाप, ल पित्तलकै रहेछ नि। पित्तलको दाप, त्यो टुप्पो चाहिँ पित्तलको। 90 सालमा हाम्रो पुर्खाले 7 जना मान्छे चराप्पै यसैले। ओहो, अब त्यत्रो बडा खसी, यत्रो बडा खुडाले कसले चाहिँ मार हान्ने होला त? अब मैले मार हान्दिन्थे। अब आफ्नी स्वानी 2 जुकी भएर माइता बसेको थिए। अब यस्तो बेलामा अब कसरी आफै बुझ्न। अब कसलाई हनाउँदा ठिक होला त? मार हान्ने मान्छे छ मसँग। ल को? खड्काजीले मार हान्ने रे? खड्काजी घरमा नभएको त 1 हप्ता भइसक्यो। 1 हप्ता भइसक्यो? ए त्यही भएर पो यो ताल त झुन्डै रहेको। अनि कहाँ गयो त खड्काजी? अप्सरा भाउजूसँग के कुरामा ठ्याक मिलेन्छ, भाउजूले कुच्चाले हानेर घरबाट निकालिदिन्छन्। म पनि खड्काजीसँग काम थियो र आएको, तालचापो मारिरहेछ। यी रातै होइन राजु मार्छ। मार चाहिँ गोले हान्ने के? अब कसले हान्ने रे? फतोरी बुढीको नाति भगवते मरेछ। जाम न, म कान्छे औलाले सिनाइदिन्छु। कान्छे औला ल कान्छे औलाले छिनाल्नु पर्दैन है, अहिले चाहिँ खुडाले छिनाल्नु हुन्छ। ल यता आफ्नै घरको बाटो बिर्सिन्छ यसले।
चाहिँ भोडेमानको ल्यान्छु म चाहिँ यसो पानी सानी तताउन भित्रतिर लागेँ तपाईँ यो खोडामा खियासिया के लगाइरहेको छ यसो हेर्नु होला यसो बुझ्याउनु पर्छ नि उदाउनु सुदाउनु पर्दैन मार्सा त्यो जाबो खसी त म कान्छे औलाले चिनाइदिन्छु कान्छे औला हजुर अनुहार हेर्दा नि कान्छे औलाले च्याप्पै पार्ला अब 90 सालको बुढा हो त्यहाँ त लाग्यो होला खोइ हेरौँ त एकखेर यो सलै केही छैन आगो सरकारले उसको घर आफेरि कहिल्यै सलाई अहिले फिर्ता लिएँ फेरि अस्ति नेको नि देखाएन होइन कसरी यस्तो भयो खुँडा त खुँडै थियो भटभाटे हजुर अब तेरो कान्छेवालाले नि काट्नु पर्ला छ त के गर्ने होला के गर्ने होला रे 90 सालको खुँडा भनेर काठमा चक्कु भनेर ल्याछ मार्छ्या पनि अघिदेखि भनिरहेको छु कान्छे औलाले छिनाइदिन्छु भनेर खसी ल्याउनु न खसी पहिला जा ले त यसले त फुइलाको लाई गरे बा खोइ त खसी ले होइन त्यो खसी घटेर यत्रो भएको त्यस्तो त हुनै सक्दैन अनि यो के उल्का के अचम्म हो यो होइन यो भयो चाहिँ कसरी त मार्छ्या तपाईँको खोडा घटेर चक्कु भएको थियो मेरो त्यत्रो बडा खसी घटेर यत्रो बडा पाटो हजुर अहिले आएर यो मान्छे मलाई ठिक लान्छ छोड है खसी घटेर यत्रो हुन्छ कहीँ ओहो तपाईँको पनि त्यत्रो बडा खोडा घटेर त्यत्रो चक्कु हुन्छ अनि त्यही भने थिए कहाँ चाहिँ गयो होला त एकदमै सस्तोमै दिन लागिरहेको छु बुझ्नु हो एकदमै सस्तोमा 7,000 दिनु स्यालबा बस 7,000 भन्ने बित्तिकै मलाई एउटा रमाइलो घटनाको याद आयो कुरो कहिलेको भन्दा 2013 सालको त्यतिखेर म 7,000 रुपियाँ लिएर चाहिँ गाईघाटमा गाई किन्न भएर गएर थिएँ यो गाई र गोरुको घटना पछि सुन्नुला के मलाई एकदमै हतार छ एकदमै हतार किन्ने भए किन्ने भनिहाल्नुहोस् न त भने म लिएर जान्छु यो लिएर जान्छु भन्ने बित्तिकै मलाई अर्को रमाइलो घटनाको याद आयो तर मसँग त्यति पैसा त छैन नि 7,000 भनेकामा 6,000 मात्रै छ छैन भनेदेखि यो तपाईँ लिनुहोस् बोको खसी मेरा जिम्मामा दिनुहोस् अब सानैदेखि पालियो पसियो अहिले बिदा गर्ने बेला कस्ता चित्ता चुक्ता रहेछ स्यालबा लिएर जानुहोस् ल बेचिसकेको खसीलाई नचाहिँदो रङका कुरा गर्दो रहेछ नि यहाँ 1,000 त दिए होला होइन रात नि 1,000 त अब यो झोला नै आयो नि भइहाल्यो नि राजुमार छ नमस्कार कताबाट हो कताबाट हुनु अब बल्छीले यत्रो बडेमानको खसी किनेर ल्याएर छ अब खुँडा लिनलाई मेरो घरमा बल्छी गइरहेको थियो अब खड्काजीलाई लिएर गएर मार हानौ नि त भनेर खड्काजीकोमा गएको अब खड्काजी घरै छोडेर गइसकेर छन् अब त्यो फतौरीको नाति चाहिँ त्यो भटभटे माइलाले लिएर गएको अब त्यसले कान्छी औँलाले हान्छु भनेको थियो के को कान्छी औँलाले हान्नु नि उहाँ घरमा जाँदाखेरि त यत्रो खसी भनेको भरे यत्रो पाठो रहेछ अब कसले त्यसो गरे होला ल हेर त धुर्मुसे हो र आमै नि फटा मान्छे नभए त गाउँै पो भएन त राजुमार बिचारा त्यो बाल्छीले 2-4 पैसा कमाउनलाई कहाँबाट खसी ल्याएको थियो होला कुन चाहिँ शैतानले त्यस्तो गरे त गाँठे गर्न पनि हट पो हुन्छ त खसी लगेर पाठो राखिदिने भनेपछि हेर्नु त कसको घरको पाठो होला त त्यो होइन के भन्छ यो होइन के पाठो हरायो भने पाठो खोला पाठो नै छैन बाख्रा मात्र छ अहिलेदेखि बाख्रा किन करायो भन्दा नै त्यही भएर रहेछ होइन स्यालले त लगेन कतै दिउँसै कहाँबाट स्याल आउनु अघिसम्म त यही आँगनमा नापेरियो त्यो पाठो ए पक्कै त्यो फतौरी बुढीले लगे के भनिस् मुला स्याल फेरि भन्छ तुइले मुलाई पैसा त दिनस् उल्टै बाख्रा चोरको आरोप लाउने मुलाई अनुहार हेर्दा म चोर जस्तो देखिन्छु आजसम्म हुन्छ अहिले बितेर गयो मेरा बुढा तिनले घरि मलाई 1 वचन लाउन सकेको थिएन छोरा बुहारीले सुत्दा मैले जे
त्यसलाई चोर दोष लगाएन के शङ्खा मात्रै काटे है शङ्खा काटे शङ्खा शङ्खा पनि काट्छ रे शङ्खले काट्छ मुलाई किन काट्छ के जसको चाहिँ दिउँसै चोर्नी जस्तो अनुहार छ उसलाई शङ्खा नआएर मुलाई चोर जस्तो लाउने अहिले जे भन न सहन्छु म तर मेरो बुढाले बोल्न जानेन म माफ माग्छु हजुरलाई माफ माग्छु तिमीले चोरेकै होइन ल तैँले भनेर हुन्छ तेरो बुढाले चोर जसलाई सकन्छ मलाई भयो नि त भयो मुखबाट फुत्त निस्क्यो भयो ल माफी गरिदिनुहोस् एकचोटिलाई फुत्त निस्क्यो भनेर हुन्छ मलाई चोर त भने नि त तैँले अब जति होइन भन्दा नि केही लाग्दैन भने जे सुकै गर म पनि जेसुकै गर भनेर हुन्छ तैँले मलाई चोर जस्तो लागिसकिस् नि त तर यहाँ ल ठिकै छ के हो भने अस्ति त्यहाँ रोपारको पैसा तिर्नै बाँकी छ त्यति तिरेर आयो नि त त्यसपछि मन अलिकति हल्का हुन्छ या मेरो त्यति तिर्दियो भने मन शान्त हुन्छ अलिकति ए चम्सुरी त्यो ट्याङ्कामा छ आइज पैसा निकाल ल अब यहाँ बसिराख्नुहोस् हुन्छ तिरै हो पैसा गाह्रै पर्ला तिर्न त्यही त भने नि तैँले चोरजस लक्कै हो मलाई यति कुरा थाहा छ म अब समाजमा गएर भन्छु पक्ला तँलाई भने चम्सुरी दुनियाँ अरू रोग लागेर मर्छन् हामी चाहिँ त्यो फतौरीको फतफत लागेर मर्ने भयो कि क्या जस्तो लाग्छ होइन तिमीलाई चाहिँ किन फ्याट्ट लागेकै फतौरीलाई चोर भनेर भन्नुपर्ने नि अब मुखबाट फात्त निस्क्यो अब त्यो फतौरी त्यही छ भने के थाहा त मलाई पाठो चाहिँ कसले चोर्यो खोइ कसले चोर उतातिर चाहिँ खोज्न नजाउने फेरि त्यही फतौरी भेटिएला उता चाहिँ खोजौँ त ल मुनि मुनि ल कहाँ गयो होला न स्यालले मकै बारीतिर पो लग्यो कि मुनि 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 आ पाठो चोर अब देख्छस् तँलाई पाठो चोर हेरे पाठो पाठो चोरे होइन रे तँलाई आफ्नो त्यत्रो बडा खसी हराउनु पनि छ कुन चाहिँ ल्याएर यहाँ घर सानो पाटो रातो रहेछ खेलाएको आएर बङ्की बङ चोरी ल्याएर हान्छ मरे नि नकरा न बाबै नकरा त मेरो पो भइसकिस् त अब त तैँले कराएर हुन्छ त यहाँ मेरो खसी चोर्ने त स्याल बुढो अब देख्छस् लु खा त खा मेरो 7,000 खाइदे न खाइदेन नि बुढा ओहो मुला साको यत्रो सानो पाठो ल्याएर मेरो थला राखेर मेरो खसी चोरेर हिँड्ने बुढा तैँले कसलाई खसी चोर भनेको तैँले खसी चोर कसलाई भनेको लु भन् तँलाई एकै थप्पड हालेर जमिनमा गिराइदिउँ धुर्मुससँग 7,000 हालेर अहिले किनेर लिएर आउँदैछु खसी तँ यहाँ मलाई चोर भन्ने ए कुरो यो पो रहेछ मलाई त त्यही डाकाले गरे होला जस्तो लागिरहेको थियो है माफ है स्यालबा अब त्यो चाहिँ बचेन टाउको साह्रै दुख निर्मली होइन टाउको अलिकति दुख जतिखेरदेखि त मेरो गाड बस्न थालिस् नि त्यो बेलादेखि मलाई टाउको दुख्न थालेको ल हेर बोलिया गाड भइसकेपछि त झन् सुरक्षित पो महसुस गर्नुपर्छ त अब मैले के गर्नु पर्यो त भने नि त निर्मली त अहिले गाड बस्न छोडेर त आफ्नो घर जानु पर्यो अनि मलाई सन्चो हुन्छ अब म घर जान त तिम्रो भाइ र मुला साग काकाको निर्णय चाहिएला अब 2 सदस्यीय मन्त्रीमण्डलले मलाई पारित गरेर नियुक्ति गर्यो अब फेरि मन्त्रीमण्डलको बैठक नबसिकन यो निर्णय हुँदैन त अब तत्काल यो बैठक बस्ने प्रक्रिया अघि बढ्ला जस्तो छैन है यो निर्णयलाई यहीँ छोडिदिउँ बरु टाउको दुख्या भए म औषधि ल्याइदिन्छु नि त अहिले चाहिँ मेरो पेट कटक्क काट्यो कि म चारपी गरेर आउँछु बस्दै गर है पिर्न गर
खसीलाल निर्मली अघि तिमी यहाँ टाउको दुखेर सुत्न आउनुभन्दा अगाडि नै भए म यहाँ भित्र आएर लुकेको पर्सि गार्ड राख्यो अब त हाम्रो भेटै हुन्न है तिमी टेन्सन नलिऊ क्या निर्मली म के न के उपाय लाउँछु भनेर भन्न आएको म तिमीलाई तिमी ढुक्क हो होला हो ल ल ल ल तिमी अहिले चाहिँ गइहाल तिमी फेरि टेन्सन हुन्छ कि जाऊ 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 म गयो गार्ड जस्तो मान्छे बाहिर निक्लेर हुन्छ भित्र सँगै बस्नु पर्दैन अहिले फर्सिला लायो भने बर्बाद हुँदैन यस्तो पनि गार्ड मैले कुन बेलामा आएर मरेछ यो कस्तो बेलामा पानी खाइछु मैले यही बेलामा पिसाब आउनु पर्ने भनेपछि धुर्मुस ज्वाइँकै काम हो त यो ज्वाइँको नभए के जेठानको हुन्छ मैले पुरा प्रमाण भेटिसकेँ बित्थामा आएर ढाड भाँचिने गरेर हानेर त्यो मान्छे घरमै छ होला अहिले घरमा जाऊ न यहाँ किन गल्फती गरिरहने ल हिँड त जाऊ ल जाऊ यो धुर्मुले त ओ खसी चोर ओए डागा बाहिर निस्क ए पाठा चोर ज्वाइँ बाहिर निस्क ओ खसी चोर धुर्मुसे बाहिर निस्क छिटो कत्रो छोरले कराएको तिमीहरू सुतिरहेको छ उठो अन्त माछा नि फेरि जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै